देख्न सक्छ ज्ञान, तर तरबारले जीवन जोगाउँछ, तरबारले इतिहास बनाउँछ र त्यसपछि कलम बोल्छ, तरबारले इतिहास बनाउँछ र त्यसपछि कलम बोल्छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, गुरुवर्ग शिक्षकज्यू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र मेरो प्रिय साथीहरू, आज म बाह्रपोखरी गाउँपालिकाद्वारा आयोजित बाल विवाह प्रतियोगितामा तरबारभन्दा कलम बलियो हुन्छ भन्ने ऐतिहासिक र यथाकथन प्रस्तावको विपक्षमा श्री बाल कल्याण माध्यमिक विद्यालय बाह्रपोखरी 4 धर्तुङबाट कक्षा 12मा अध्ययनरत छात्रा पुनम बिगा उभिएकी छु। स्वीकार्नुहोस्, हार्दिक नमस्कार। आज म यहाँ कलमभन्दा तरबार बलियो हुन्छ भन्ने प्रस्तावको विपक्षमा आफ्ना धारणा प्रस्तुत गर्न गइरहेको छु। साथीहरू, सुरुमै म यहाँ गम्भीर प्रश्न लिएर उभिएको छु। यदि भोलि बिहानै हाम्रो देशमाथि आक्रमण भयो भने हामी सैनिकलाई बन्दुक दिन्छौँ कि काबिला गरौँ? यदि सीमामा शत्रु उभिएको छ भने के सैनिकले कविता लेखेर देश बचाउँछन्? यदि किन सीमा सुरक्षित राख्छन्? यदि कलम साँच्चीकै बलियो हो, यदि कलम तरबारभन्दा बलियो हो भने किन हरेक देशले सेना राख्छन्? किन सीमा सुरक्षा गर्न हतियार चाहिन्छन्? किन युद्ध किताबले होइन शक्तिले टुङ्गिन्छन्? यी प्रश्नको उत्तर स्पष्ट छ। जीवनको वास्तविकता तरबारले होइन शक्तिले टुङ्गिन्छ। सभाध्यक्ष महोदय, इतिहास हेर्नुहोस्, देशको सशस्त्र भाषाले होइन बलिदानले आएको। सीमा सुरक्षा राजाले होइन सैनिकहरूको साहसै भएको। यदि वीरहरूले हतियार नउठाएको भए आज हामीले स्वतन्त्रता सास लिन पाउँथ्यौँ। वैज्ञानिक आइजक न्युटनले भन्नुभएको छ, जब आक्रमण हुन्छ त्यहाँ प्रतिकार हुनैपर्छ र प्रतिकार लेखेर होइन बल प्रयोग गरेर हुन्छ। भन्नुभयो कलम